नमस्ते सबैजनालाई। आज चाहिँ यस्तो भयो कि आजको दिन यस्तो भयो कि हैन अहिलेसम्म पनि मेरो मुटु चाहिँ ठिक ठाउँमा आएको थिएन कि अब यस्तो होला भनेर सोचेको पनि थिएन। अनि म चाहिँ रेकर्डिङको लागि गएको थिएँ बाहिर हैन। अनि फर्किने क्रममा चाहिँ अब एकतिरबाट यताको कुनाबाट यता बन्द, यता झगडा, यता बन्दुक पड्केको, यता गर्दा गर्दा यस्तोरी बिचमा फस्यो। त्यस पछाडिको झन् त्यो यस्तो भएको कि मलाई आँखे अगाडि त्यो कुटपिट, आँखे अगाडि भाग्दा भाग्दा म त एउटा सटरभित्र छिरेर धन्न आज मलाई केही भएन। तर त्यो निर्दोष जनताहरूले कुटाइ खाएको, गोली खाएको, आँखा अगाडि त्यो घर फुटाएको, घर जलेको, लास्टमा लस हुने भनेको चाहिँ जनतालाई नै हो खासमा हैन। अनि त्यो जति पनि ठुलो मान्छेहरू हुन्छन् नि उनीहरू हुँदैनन् क्या त्यहाँ कुटाइ खानेमा। कहिले अहिलेसम्म कसैले पनि त्यसरी कुटाइ खाएको छैनन् कि उनीहरूलाई छुट्टै सुरक्षा हुन्छ। मरिने भनेको चाहिँ जनता नै हो हैन। देश बचाउनु पर्छ, यो मैले मान्छु। देश बचाउनु पर्छ, आफ्नो देशको माया गर्नुपर्छ। तर आफूलाई पनि त माया गर्नु पर्यो नि हौ। आफू चाहिँ मर्नु आज कतिजनाको ज्यान गयो, आज के भयो। अनि यो आन्दोलन गर्दाखेरि पनि है कस्तो एग्रेसिभ क्या म त त्यो देखेर यस्तो भइरहेछ, टाउको नै दुखिरहेछ है आफ्नो देशको हालत देखेर। अनि त्यसपछि मान्छेहरूको हालत देखेर मलाई फेरि के भनौँ के गरौँ भइरहेछ क्या। म कसरी बाँचेर आएँ, म आज बाँच्छु जस्तो पनि लागेको थिएन क्या। कहाँ केले लागेर म मर्छु जस्तो भएको थियो। त्यही भएर प्लिज ज्यान चाहिँ बचाउँ है पहिला।